नमस्ते, मनको यात्रामा स्वागत छ। हरेक वर्ष चीनमा देशका सबैभन्दा शक्तिशाली युवा साइबर ट्यालेन्ट्सहरू यस्तो काम गर्न भेला हुन्छन् जसले धेरै देशका सरकारहरूलाई त्रसित बनाएको छ। यो भेलाले जटिल सेक्युरिटी प्रणालीहरू, फोनहरू, ड्रोनहरू र यहाँसम्म कि गाडीहरूसम्म पनि ह्याक गर्ने काम गर्छ। यो हो एसियाको सबैभन्दा प्रतिष्ठित साइबर सुरक्षा प्रतियोगिता र सायद सबैभन्दा विवादास्पद पनि, टिएनफू कप। Text messages and conversations stolen by China. Chinese hacking operation had infiltrated at least 8 American telecommunications. 作为全世界最大的黑客帝国，美方的相关做法是虚伪的双重标准。 पर्दा अगाडि भइरहेका घटनाक्रमहरू मात्र हेर्दा यो सामान्य साइबर सेक्युरिटी मेला जस्तो लागे पनि यो केवल रमाइलो मेला मात्र होइन। यो हो शक्ति प्रदर्शन, शिप प्रदर्शन र बुझ्नेहरूका लागि भू राजनीतिक महत्त्वाकांक्षाको प्रदर्शन। यस प्रतियोगितामा स्मार्टफोन होस्, ड्रोन होस् वा इलेक्ट्रिक गाडीहरूका सफ्टवेयर वा स्मार्ट लक प्रणाली होस्, सबै प्रविधिलाई ह्याक गर्नका लागि खुला चुनौतीको रूपमा अगाडि राखिन्छन्। यो प्रतियोगितामा सहभागीहरूले ह्याकिङ मार्फत विश्वका नाम चलेका कुनै पनि उपकरणहरू वा सफ्टवेयरहरूको कमजोरी पत्ता लगाउने र कमजोरीको फाइदा उठाउँदै फ्ल्याग भनिने टेक्स्ट स्ट्रिङहरूलाई फेला पार्ने प्रयास गर्छन्, जसलाई साइबर सेक्युरिटीको भाषामा क्याप्चरिङ द फ्ल्याग भनिन्छ। साँच्चीकै यो अवसर चिनिया ह्याकरहरूका लागि अत्यन्त ठूलो अवसर हो। यस प्रतियोगितामा विजेताहरूले $1,00,000 भन्दा बढी पुरस्कार रकम जित्न सक्छन् र अझ ठूलो कुरा त चीनको द्रुत रूपमा बढ्दै गएको साइबर सुरक्षा उद्योगमा आफ्नो पहिचान स्थापित गर्न पाउँछन्। ह्याकरहरूलाई प्राय साइबर अपराधीको रूपमा चित्रण गर्ने गरिएको छ, तर यो धारणा विपरीत टिएनफू कपले ह्याकरहरूको बिल्कुलै फरक छवि प्रस्तुत गरेको छ। यी सहभागीहरूले आफूलाई डिजिटल वैज्ञानिकको रूपमा हेर्छन्। उनीहरूले आफूलाई प्रविधिमा रहेका कमजोरीहरू पत्ता लगाउने महत्त्वपूर्ण जिम्मेवारी पाएको बताउने गर्छन् र यसरी नै टिएनफू कपले आफूलाई ब्रान्ड गरेको छ, ह्याकर र उद्योगको बीचको पुलको रूपमा। एउटा यस्तो स्थान जहाँ साइबर सुरक्षा समस्याहरू पत्ता लगाइन्छन्। यस प्रतियोगितामा हुवावे, जियोमी जस्ता ठूला चिनिया कम्पनीहरू पनि सहभागी भएर प्रतियोगीहरूलाई नियाल्दै आफ्ना सफ्टवेयरहरूमा पनि साइबर सुरक्षा समस्या छन् कि छैनन् भनेर बुझ्न आतुर हुन्छन्। वास्तवमा यो टिएनफू कप एक स्वस्थ प्रतियोगिता र डिजिटल सुरक्षामा चीनले लगानी गरेको अत्यन्तै जिम्मेवार र नवप्रवर्तनशील प्रणाली जस्तो देखिन्छ र केही हदसम्म यो कुरा सत्य पनि हो। तर नजिकबाट विश्लेषण गर्ने हो भने कथा धेरै जटिल बन्दै जान्छ। धेरै दशकदेखि चीनको ह्याकिङ क्षमताले विश्वकै ध्यान तानेको छ र प्राय विश्व बजारमा चिन्ता पनि सृजना गरेको छ। अमेरिकाको टेलिकम्युनिकेसन नेटवर्कमा सुरक्षा भङ्ग गर्नेदेखि लिएर पावर ग्रिड र पानीका प्रणालीहरूमा समेत आक्रमण गर्ने कार्यहरूले चीन र पश्चिमा देशहरू बीचको साइबर प्रतिस्पर्धा चुपचाप नयाँ प्रकारको हतियार दौडमा परिणत भइरहेको देखिन्छ। त्यसो भए टिएनफू कपले यसमा के भूमिका खेल्छ त? उत्तर हो, यो प्रतियोगिता केवल सुरक्षित प्रविधि निर्माण गर्ने मात्र होइन, यो चीनको बढ्दो साइबर इकोसिस्टमलाई प्रवर्धन गर्ने तरिका पनि हो, जुन चीनको नयाँ युगको हतियार रणनीति र नवप्रवर्तन बीचको मिश्रित खेल हो। चीनको साइबर सेक्युरिटी प्रतिको बढ्दो आकर्षणको कुरा गर्नुपर्दा सन् 2018 तिर आएर चीनले यस क्षेत्रमा ठूलो छलाङ मारेको देखिन्छ। त्यसअघि चिनिया ह्याकिङ टोलीहरू पन-टु-वन जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुने गर्दथे, जहाँ विश्वका उत्कृष्ट ह्याकरहरूले वास्तविक ह्याकिङ प्रदर्शन गर्ने गर्छन्। यी प्रतियोगिताहरूमा टेन्सेन्ट र किहु 360 जस्ता चिनिया टोलीहरू प्राय शीर्ष स्थानमा रहन्थे,
तर 2018 मा बेइजिङले चिनिया टोलीहरूलाई विदेशी प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगायो। त्यसको केही समयपछि चीनले आफ्नै संस्करण सुरु गर्यो, टियानफु कप। 2018 मै चिनिया मन्त्रालयहरूले विश्वविद्यालयहरूमा घरेलु ह्याकिङ प्रतियोगिता प्रवर्धन गर्न थाले। साइबर सुरक्षा शिक्षा विस्तार गरियो र चीनले निर्माण गर्न थाल्यो स्टेट इन्टिग्रेटेड ह्याकर इकोसिस्टम। यसको अर्थ हो राज्य र ह्याकरहरू मिलेर बृहत डिजिटल प्रणालीहरूको सुरक्षा र कार्यक्षमता सुनिश्चित गर्ने परियोजना। तर अघि भने चाहिँ यो रणनीतिको उद्देश्य आफ्नो डिजिटल प्रणालीहरूको सुरक्षा मात्र होइन, त्यो भन्दा अझ ठूलो उद्देश्य हो अरू ठूला देशहरूका प्रविधिहरूको कमजोरी पत्ता लाउनु। टियानफु कपलाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताबाट फरक बनाउने कुरा भनेको अरू ठूला देशहरूका प्रतिस्पर्धा जस्तै पन्डुवोन जस्ता प्रतियोगिताहरूमा पत्ता लागेको त्रुटि सिधै सम्बन्धित सफ्टवेयर कम्पनीलाई पठाइन्छ। तर टियानफु कपका सहभागीहरूले आफ्नो खोज प्रतिवेदन सिधै चीन सरकारलाई बुझाउनु पर्छ। अन्तर्राष्ट्रिय साइबर सुरक्षा विज्ञहरूको रिपोर्टले टियानफु कपबाट पत्ता लागेका कमजोरीहरू पछि साइबर अपरेसनमा प्रयोगका लागि चिनिया खुफिया निकायहरूलाई हस्तान्तरण गरेको हुन सक्ने सम्भावनातिर सङ्केत गरेको छ। प्राय उद्धृत हुने एउटा उदाहरण हो सन् 2021 को टियानफु कपमा आइफोनमा देखिएको एउटा कमजोरी, जसलाई प्रयोग गरेर सिन्जियाङमा उइगर समुदायमाथि निगरानी गरिएको बताइन्छ। उइगर समुदाय भनेको चीनको सिन्जियाङ प्रान्तमा रहने टर्किस मूलको चिनिया मुस्लिम समूह हो। बेइजिङले केही उइगरहरूलाई पृथकतावादी आन्दोलनकारी मान्दै आएको छ। सन् 2021 मै बेइजिङले विश्वका अन्य देशहरूभन्दा फरक एउटा कानून लागू गर्यो, जस अनुसार चीनभित्र कारोबार गर्ने हरेक कम्पनीले कुनै नयाँ सफ्टवेयरको कमजोरी पत्ता लगाएको खण्डमा 48 घण्टाभित्र सरकारलाई रिपोर्ट गर्नै पर्ने हुन्छ। चिनिया सरकार भन्छ यसले चीनको डिजिटल वातावरणलाई अझ सुरक्षित बनाउँछ, तर आलोचकहरूका अनुसार यसले चीनलाई जीरो डे एक्सप्लोइटेसनमा ठूलो पहुँच दिन्छ। यसको मतलब हो सफ्टवेयर वा उपकरण निर्माताहरूले त्रुटि समाधान गर्न एक दिनको अवसर पनि नपाउँदै सफ्टवेयरको कमजोरीको दुरुपयोग हुन्छ। यसो हुँदा पश्चिमाहरूमाझ चीनले साइबर हतियारको रूपमा ह्याकिङद्वारा राष्ट्रिय पूर्वाधारसम्म नै घुसपैठ गर्न सक्छ कि भन्ने त्रास फैलिएको छ। यति भनिरहँदा के बुझ्न आवश्यक छ भने यस्ता सफ्टवेयर वा उपकरणहरूको कमजोरीको संकलन गर्ने देश चीन मात्र होइन, संयुक्त राज्य अमेरिका पनि यही काम गर्छ। उसका NSA र CIA जस्ता एजेन्सीहरूले लामो समयदेखि केही कमजोरीहरूलाई गुप्त राखेका छन्, खुफिया अपरेसनमा प्रयोग गर्नका लागि। तर बाहिरी रूपमा के फरक देखिन्छ भने अमेरिकामा साइबर सेक्युरिटी अनुसन्धानकर्ताहरूलाई आफ्नो खोज सरकारलाई बुझाउन कानुनी रूपमा बाध्य पारिएको देखिँदैन, तर चीनमा उनीहरू देखादेख बाध्य छन्। तर यति भन्दै गर्दा अमेरिका पनि आफ्नो भू राजनीतिलाई लिएर अत्यन्त सतर्क राष्ट्र भएकाले अमेरिकाले पनि अनौपचारिक रूपमा चीनले झैं साइबर सेक्युरिटी अनुसन्धानका लागि सोचे भन्दा व्यापक मात्रामा लगानी गरेको कुरालाई नकार्न सकिँदैन। र यस्ता देशहरूले आफ्ना ह्याकरहरूले पत्ता लगाएको प्राविधिक कमजोरीलाई तुरुन्तै सैन्य उपकरणमा रूपान्तरण गर्न सक्छन्। चीनमा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा साइबर सुरक्षा अब राष्ट्रिय सुरक्षाको एक प्रमुख आधार स्तम्भ बनेको छ र अधिकांश ह्याकिङ प्रतियोगिता उनी सत्तामा आएपछि सुरु भएका छन्। हाल चिनिया युवाहरूमाझ यो प्रतियोगिता कुनै रमाइलो मात्रै होइन, यो सरकारसँग सम्बन्धित साइबर सुरक्षा कम्पनीहरूका लागि भर्ती केन्द्र नै बनिसकेको छ। सन् 2024 मा आइसुन नामक चिनिया साइबर सुरक्षा कम्पनीबाट आन्तरिक कागजहरू, च्याट लगहरू र कन्ट्र्याक्ट डकुमेन्टहरूको ठूलो सेट अचानक चुहावट भयो। आइसुन साङ्घाईमा रहेको एक निजी चिनिया साइबर सुरक्षा ठेकेदार कम्पनी हो। आधिकारिक रूपमा यसले आफूलाई साइबर सुरक्षा समाधान प्रदान गर्ने कम्पनीको रूपमा प्रस्तुत गर्दछ,
तर चुहावट भएका फाइलहरूले आइसुनले चिनिया सार्वजनिक सुरक्षा मन्त्रालय र स्थानीय प्रहरी विभागहरूसँग गोप्य रूपमा काम गरिरहेको देखायो। आइसुनले भित्रभित्रै विदेशी र घरेलु सफ्टवेयरहरू ह्याक गर्ने, डाटा सङ्कलन गर्ने र बाह्य संस्थाहरूका आन्तरिक छलफलहरूको निगरानी गर्ने काम गरेको कुरा खुलायो। लिक भएका च्याट लगहरूमा ह्याकरहरू ह्याकिङ भइरहेको वास्तविक समयमै ह्याकिङबारे कुरा गरिरहेका देखिन्थे। यसले के देखाउँछ भने यो चिनिया नेटवर्क एक प्रकारको साइबर औद्योगिक संरचना बनेको छ, जसलाई आंशिक रूपमा टियानफु कप जस्ता प्रतियोगिताबाट पत्ता लागेका प्रतिभाहरूले ऊर्जा दिइरहेको छ। हालको एउटा ठूलो ह्याकिङ आक्रमणले गुआम टापुलाई निशाना बनाएको बताइन्छ, जहाँ प्रमुख अमेरिकी सैनिक बेसहरू अवस्थित छन्। यस्ता साइबर अपरेसनहरू सम्भावित युद्धको समयमा सैन्य प्रतिक्रिया अवरुद्ध गराउन प्रयोग हुन सक्छन्। भित्री तहमा यो नै राष्ट्रको शक्ति विस्तार गर्ने नयाँ ढोका पनि हो। टियानफु कप जस्ता प्रतियोगिताहरूका रूपमा विकसित भइरहेको ह्याकर इकोसिस्टमलाई चीनले साइबर सुरक्षा र प्रविधिको विकासका लागि आधार स्तम्भको रूपमा प्रस्तुत गरे तापनि अन्य विकसित राष्ट्रहरूको नजरमा यो 21औं शताब्दीको आर्थिक, सामाजिक र भू-राजनीतिक सुरक्षा चुनौतीको रूपमा देखिएको छ। यो भिडियो तपाईहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।